ताल भेटेको छु। दिग्विजय सिंह कांग्रेसको महामन्त्री, करण सिंह कांग्रेसको शीर्ष नेता, डिपी त्रिपाठी विदेश जानुभयो, अत्यन्त राम्रो मान्छे। त्यहाँको चाहिँ नेसनल कांग्रेसको चाहिँ उहाँ महामन्त्री हुनुहुन्थ्यो डिपी त्रिपाठी, अत्यन्त राम्रो सर्वोदय पहाडको पार्टीमा हुनुहुन्थ्यो उहाँ, अत्यन्त राम्रो मान्छे, इमानदार मान्छे। त्यसपछि सीताराम येचुरी उहाँ पनि विदेश जानुभयो, उहाँ 4 जना मैले भेटेँ। त्यसपछि मैले बिजेपीको एकजना नेतालाई भेटेँ, राजनाथ सिंह अहिलेको रक्षा मन्त्री। त्यतिखेर मैले र उहाँहरू सबलाई भेट्दाखेरि उहाँले भन्नु नेपालमा प्रजातन्त्र रहनुपर्छ, प्रजातन्त्र चाहिन्छ, भारतको बटम लाइन भनेको प्रजातन्त्र भन्नुपर्छ। अनि मैले आएर गिजा प्रसादलाई सबै कुरा बिल्कुल गरिसकेपछि अनि उहाँले एउटा कुरा मलाई भन्नुभएको थियो, माओवादीसँग मिल्दाखेरि भारतले के गर्छ, माओवादी त आतंकवादी भनेर हामीले भनेका छौँ, सरकारले बटम लाइन क्लियर गरेको छ, हामीले माओवादीसँग सहकारी गर्दा भारतले के भन्छ त्यो कुरा पनि बुझेर आउँछ भन्नुभएको थियो। मैले सोधेँ तपाईँहरू आफ्नो काम गर्नुहोस्, हामी प्रजातन्त्र पक्षमा भारत छ भनेर भनिसकेपछि 12 बुधे सम्झौताको लागि माओवादीसँग पहल गर्नुभयो र 12 बुधे सम्झौता